बिरुवा उखालेर रेडी खोलाबाट ल्याउँदैछु। अब यहाँ 220-30 बोट 30 बोट कि कति छ। अब यो चाहिँ लगेर रोप्छु। अनि यो चाहिँ एकदम छोराछोरीको लागि चाहिँ भविष्यको लागि चाहिँ राम्रो हुन्छ। अनि हाम्रो छोराछोरीले चाहिँ राम्रो यसको चाहिँ अब काठ काट्नु पाउँछ। उहिले हाम्रोमा आमा बाउले रोपिदिएको भने दुःख नपाउने थियौँ होला। तर अब यसो पहिलाको बिरुवा चाहिँ काटेँ। अब यो नयाँ लाउँदैछु। यो चाहिँ अब छोराहरूलाई अब यसपालि चाहिँ कान्छा छोरालाई रोपिदिन्छु। आफ्नो जेठा छोरालाई रोप्नु त पोहोर पनि रोपेको छु। पोहोरको ठुल्ठुलो भइसकेको छ। भरे म यो बिरुवा लगेर रोपेर देखाउँछु ठाउँहरू। हिजो फाँडिरहेको छु कि रेडी। आज चाहिँ बिरुवा खोज्नु आएको। बिरुवा खोजेर चाहिँ लगेर चाहिँ आज चाहिँ रोप्छु। एक नम्बर काठ छ। साँसकै मात्रै बिरुवा छ। लामपाते अलग छ। यो भित्र लामपाते साँस बेसी छ, लामपाते चाहिँ अलिक कम्ती छ। यस्तो अब सुनसरी भइसक्यो काठ पनि है। अब सुन प्रशस्त पाउने रहेछ, काठ नपाउने रहेछ साथीभाइहरू। यसो रोपिराखौँ छोराछोरीको पालामा हुन्छ। अबको 10-12 वर्षमा त काट्नु हुन्छ। लामपाते त छिटो हुन्छ। यो सास चाहिँ अलिक ढिलो हुन्छ। त्यही खोजेको छु। अब अलिक ठुल्ठुलो चाहिँ लान्छु बिरुवा। कोही मसिनो छ रहेछ। मैले अघि मसिनो पनि उखालिहालेको। अलि माथि गएर ठुल्ठुलो थिएछ। अब यो लगेर चाहिँ आज मेरो दिनभरिको काम यही हुन्छ। यो 230-40 बोट रोप्नु निकै समय लाग्छ एकजनालाई त। पानी चाहिँ आइदियो भने चाहिँ दामी राख्छ। साथीभाइ पनि रोप्नु अब यसपालि आएको रहेछ नरेगाको यो प्लान। तर मैले चाहिँ रोप्नु चाहिँ पोहोरदेखि नै रोप्दैछु। अम्लिसो रोप्नु भन्दा चाहिँ यो बिरुवा रोप्नु चाहिँ एकदम जरुरी लाग्यो मलाई चाहिँ। यो चाहिँ एकदम दामी लाग्यो। एकदम यसले चाहिँ भविष्यमा छोराछोरी नातानातिनीलाई चाहिँ राम्रो गर्छ। अनि अम्लिसो चाहिँ ठिकै हो। अम्लिसोहरू चाहिँ माथि त घाँसकै लागि मात्रै हो अम्लिसो त। यो चाहिँ दामी हुन्छ। साथीहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गर्नुहोस्। भरे अब यो रोप्दै गरेको पनि देखाउँछु।